हाम्रो ग्रुप चाहिँ हेर्नुस् त। हाय साथीहरु, जाऊ हामी अलिकति ढिलो गरेर नरिसाउनु ल। ल अब हामी सपन तीर्थ मेलामा भेटौँ है त गाइज। आमा कस्तो छ अहिले? ल जाउँ अब। 2082 साल नयाँ वर्ष 2022 को चाहिँ तपाईहरु सबैलाई शुभकामना है, मंगलमय शुभकामना। हामी चाहिँ भूतखेल पार्कमा आइपुग्यौँ। यहाँ चाहिँ आज नयाँ वर्ष भएर, नयाँ वर्षको दिन वैशाख 1 गते भएर होला सायद पिकनिक खानेहरूको धेरै जमघट रहेछ। हेर्नुहोस् हामी चाहिँ सपन तीर्थतिर गइरहेछौँ। हजुर अनि पकाएर कति धेरै ड्राई पिकनिक आउनुहुनेहरू रहेछ। उता रमाइलो गरिरहनु भएको छ गाइज। ह्याप्पी न्यू इयर तपाईहरु सबैलाई, नयाँ वर्षको शुभकामना। ल यहाँहरू सबैलाई नयाँ वर्षको शुभकामना। बुवा नयाँ वर्षको शुभकामना ल तपाईलाई पनि। 2082 सालको स्वस्थ रहनु, निरोगी रहनु है। हराइ जानु भएर के कहाँ पुग्नु भन्नु? माथि पुग्नु भएछ। ल भरे किन्नुपर्छ है आइसक्रिम। कसैको आँखा गइरहेछ आइसक्रिममा। यसले चाहिँ मलाई घरतिरको याद दिन्छ है। आउनु होला। ल हामी टोखा बजार आइपुग्यौँ है। टोखा बजार स्मुदीहरू राख्नु भएको छ। अब मेला सुरु भयो। अब कति पनि झुम्का हुने खालको निस्किसकेछ। यी बाटाहरू पनि टन्नै देख्न राखेको छ है। ल सपन तीर्थ मन्दिर आउनुहरूलाई चाहिँ स्वागत छ। यो द्वारबाट चाहिँ भित्र छिर्नु होला, त्यसपछि ओह्रालो लाग्नु होला। कस्तो मजाले मिलाएर चिप्स त यो चिप्स कसरी? प्याकेटको 15। मलाई त जाँदा खानाको मात्रै खिच्न मन लाग्छ हौ धेरै गाइज। टोखा के अरे मेलामा आउनु होला, सपन तीर्थ मेला। अमिलो पाउ पनि खानको लागि आउनु होला। एकदम स्वादिलो फ्रेस खालको छ है। स्ट्रिट फुड खानालाई आउनु होला। के खानु हुने? पानी। अहिले आउँदाखेरि किन्नुपर्ने छ मसलाहरू टन्नै यहाँको लोकल। के आएछ हौ किनेर? कस्तो राम्रो फुलेछ यार बेगमबली। हेर्नुहोस् त गाइस। टोखा बजारभित्र चाहिँ राम्रो बेगमबली फुलेछ। हाम्रो ग्रुप चाहिँ पानी खानलाई यहाँ रेडी है। तिमीले खायो? पानी पियो? बाँसुरी। अरे मुखले नै बजाउनु मिल्दो रहेछ। कसरी पर्छ? तपाईँलाई मैले तल कता सानो खुसीतिर हिँडेको देखिरह हुन्थेँ। आज त यहीँ भेट भयो। ल सपन तीर्थ मन्दिरमा मेला लागेको छ। सपन तीर्थ मेला वैशाख 1 गतेबाट 4 गतेबासम्म लाग्छ। आउनु होला गाइस मेला घुम्न। कस्तो राम्रो राम्रो ऊहरू हेर्नु न। 500 को चप्पलहरू कस्तो राम्रो राम्रो हेर्नुहोस् एकदम राम्रो हेर्ने चप्पलहरू छ है। सपन तीर्थ मेला सक्नुहुन्छ 1 गतेबाट 4 गतेसम्म लाग्छ।
थियो दाइलाई त्योहरू कुन चाहिँ आएको बेला त यहाँ त अनि छुट्याउने कुरै होइन नि कति पोहोर पनि मैले लगेको थिएँ चिन्ता तल एक ठाउँ कुद्नु भएको छ नि यहाँ एक ठाउँ लास्ट इयर पनि लगेर खाएको थिएँ मैले मिठो छ चिउरा दलहरू पनि रहेछ कस्तो राम्रो राम्रो दलहरू मन्दिर छ त्यहाँनिर लाग्छ है आज हामी चाहिँ अलिकति म चाहिँ मन्दिरमा चाहिँ जान्न अब केही सपिङहरू गर्छौँ घरमा चाहिने कुराहरू अनि